यहाँ हेर्दै नि त यता हो यता So, hi guys, फेरि पनि वेलकम ब्याक टु माई न्यू भ्लग। सन्चै हुन्छ, म पनि एकदम बवाल छु। च्यानल सब्सक्राइब नगरेको च्यानल सब्सक्राइब गरिदिनु। आजको भ्लग यस्तो बवाल हुन्छ होइन। अब हामी अन्तिमसम्म बसेर हेर्नु। लाइक, च्यानल सब्सक्राइब, 1K को करिब छौँ, टक्क लगाएर हान्दिहाल्ने है। त्यसको गाइस जुन हिँडिसकेको छु जयर अङ्कलले बोलाएर है। गाइस हामी त हिँडे हामी बाटोमा ल यस्तो बाटो अगाडि हामी दुईजना मजाले साइकलमा म यहाँ बसिरहेको यता चलाउने मान्छे यता यस्तो ल के हो हामीले नि त पाइयो नि काम यसो भ्लग्स लगेर भने माइलो ल गाइस माइलो आएको घर आएको त माइलो भाइ हुनुहुन्न रहन्छ के त्यहाँ ताला लाहा अनि चट्ट ल यो त्यत्रो भएछ त ओए कान्छा हेर्छस् हेलो गर्दैन यता आइजा ओए डाम नै यहाँ हेर यहाँ हेर्दै नि त यता हो यता 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 हाई गर्दै यता ओए कान्छा यता हेर त हेर्दैन अरे तपाईँहरूलाई त फेरि त तँलाई फटा अर्को नि छन् क्या यहाँ त यी ल हेरेछस् तैँले ल चुम्मा दिएको है गाइज पटास यता नि हो ल मैले चाहिँ यहाँ राखेको के साइकल मजाले बस्यो यता चाहिँ अरू के छ देखाउ चाहिँ यो मैले रोपेको है गाइज यो मैले रोपेको अनि यो आरु पनि छ क्या यहाँ त आरु होइन यहाँ त खतरा खतरा ठाउँ हो यार कता यहाँबाट सर्व निस्किने हो यताबाट यताबाट ल गाइस हामी त माइलो भएको घरबाट हिँड्यौँ अब घर कोही पनि हुनुहुन्न अब आएको त हो नआएको होइन राइट ल गाइस हामी त हिँड्यौँ चट्ट पारामा आएको बाटोबाट अब अर्को बाटोबाट जाने अब हामी त अर्को बाटोबाट अब ल यो बाटो आइयो फेरि अब यो बाटो नयाँ बाटो लानु पऱ्यो भनेको नयाँ बाटो भयो भ्लगमा नि आएन यो बाटो अब आयो बल्ल ल गाइस माइलोलाई भेट्यौँ कि बल्ल कहाँ हो र तपाईँ खाली हिँडे ठुलो ल बाटोको बिचमा ल गाडी त पेलान पेलाइ भएर आज पछाडिबाट के विधि हो भगाएर दाइले यार नगर न पागल होस् है गाइस दाइको सामान लिएर ल अगाडि भाइ पछि होइन दौडिने होला नि अब त म नि साइकलमा आएर धकाल्न भाइरे ल साइकल चलाउँदा मैले कसरी धकाल्ने र ल दाइ थाक्नु भइसक्यो सामान ल्याएर भर्खरै होइन हामी अब दाइको घरतिर लागेछौँ फेरि झर्दै हिँड्ने अफरोड आएर अगाडि भाइ चाहिँ पछि ल्याएर हिँडिरहेछ यस्तो भयो कि गर्मी त के गरेको भाइ खुट्टा के हो खुट्टा के हो तिम्रो ए खुट्टा धोको भाँचेको होइन के हो त्यो के हो त भनेको चुइगम हो
यस्तो अनन्त अनि गाइस म त घर हिँडे अब अलराइट गाइस अब चाहिँ म दाइको घरतिरबाट म चाहिँ आफ्नो घरतिर लाग्न लागिरहेको छु आजको भ्लग चाहिँ यस्तै भइरहेको छ कस्तो लाग्यो यस्तो कमेन्ट गर्नु च्यानल सब्सक्राइब नगरेकोले गरिदिनु होला यस्तो अप्ठ्यारो छ कि होइन अनि त्यहाँबाट उठेर चलाउनु पर्छ कि अप्ठ्यारो भएर तिहार नै यस्तै छ ढिस्क्याउ ल अब कुदाउनु पऱ्यो अब चाहिँ कुदाउनु पर्छ है दिएस मजाले कुदाउनु पर्छ अब कहाँ हो के दियो त नि यहाँ त पुरै आँखे खाइदियो त कहाँ हो कान्छ ल ल अर्को बाटोमा आइसकेको छु ओहो सर ल रमाइलो छ जिन्दगी त्यो हारेर सर्लक्क घर आइसकेको छु अब चाहिँ म होइन अगाडि छ मेरो घर च्याट्टै सर यस्तो मजाले होइन यस्तो गर्दै हिँड्ने ल गाइस घर आइसकेको छु अनि यस्तो राखेको कि मैले साइकल मजाले होइन 2-3 मिनट हुइलिहालौँ न होइन के छ र हुइलिहाल्नु त पर्यो यहाँ चाहिँ यस्तो मिरल छ देखिहाल्यो कि होइन लाइक च्यानल सब्सक्राइब गर्नु भनेको कि है ओए के हो यो कोही हान्छ त्यहाँले यार बलेन पुरै बल्यो पपअप जस्तै थियो त ल नयाँ टेक्निक है यो बोतलमा हालेर पुरै पड्काउने ल देखाइदियो त पड्का गर्दा जाला भनेको मतिर नदेखाइ ल गाइज थ्याङ्क यू फर वाचिङ आजको ब्लग यहीँसम्म यस्तै ब्लग ल्याउन चाहनुहुन्छ भने हजुरहरूले च्यानल सब्सक्राइब अनि लाइक गर्नुहोला।